साथीहरू नेपालमा चाहिँ गभर्नरको भ्याकेन्सी खाली छ नेपाल राष्ट्र ब्याङ्कमा चाहिँ गभर्नरको भ्याकेन्सी चाहिँ अब खाली हुँदैछ भनौँ न खाली खाली हुँदैछ र त्यो खाली भएको गभर्नरको पद पूर्ति गर्नको लागि चाहिँ सरकारले 3 जनाको अर्थमन्त्रीको संयोजकत्वमा अध्यक्षतामा अर्को 2 जना भएको जम्मा 3 जनाको चाहिँ कमिटी बनाएको थियो। त्यो कमिटीले चाहिँ अब 3 जनाको नाम चाहिँ सिफारिस गर्नुपर्ने। सिफारिस गरौँभन्दा पहिला उनीहरूले फेरि सर्च कमिटी बनायो। सर्च कमिटीले चाहिँ 6 जनाको नाम चाहिँ अब सिफारिस गरेको छ। अब को छन् त ती 6 जना भन्दाखेरि चाहिँ गभर्नर सर्च कमिटीमा पुग्यो 6 जनाको नाम। काङ्ग्रेस र एमालेको राडारमा को छन् त भनेर चाहिँ यहाँ राजाराम न्यौपानेले चाहिँ नेपाल प्रेसमा चाहिँ एउटा समाचार लेख्नु भएको छ है। हामीले हेरौँ। अब महाप्रसाद अधिकारीको पदावधि सकिने लाग्दाखेरि चाहिँ आकाङ्क्षीहरूको दौडधुप बढाएको छन्। अब यो सामान्य कुराहरू भयो। अब को छ त भन्दाखेरि चाहिँ देउबा निवास बुढा नीलकण्ठले नेपाली काङ्ग्रेस निकट 4 जना र बालुवाटारले एमाले निकट 2 जनाको नाम मात्रै सम्भावित गभर्नरको सूचीमा कि त एमाले छ कि त काङ्ग्रेस देख्न सकिन्छ हामीले है। देउबा निवास बुढा नीलकण्ठले चाहिँ नेपाली काङ्ग्रेस निकट 4 जना भनेको छ। त्यस्तै गरी बालुवाटार निकटले एमाले निकटको चाहिँ 2 जनाको मात्रै नामहरू समापित गरेको छ। भनेपछि अब हाम्रो नेपालमा चाहिँ अब स्वतन्त्र तरिकाले गभर्नर हुने भएन है। एउटा कि त काङ्ग्रेसबाट हुने भयो कि त तपाईँको चाहिँ कहाँबाट हुने भयो त भन्दाखेरि चाहिँ एमालेबाट हुनुभयो है त। माओवादीबाट छैन। शेरबहादुर देउबा र पत्नी आजु राणा मार्फत लबिङ गरिरहेका छन्। काङ्ग्रेसहरूको अरू नेटवर्क मार्फत आएकाहरूको च्याप्टर क्लोज भइसकेको बताइन्छ भनेको छ। अब हुनसक्छ घुसपेट पनि होला अथवा के होला होइन। अर्थ मन्त्रालयले योभन्दा पहिला भएको महाप्रसाद अधिकारी भने चाहिँ एमाले निकट हुन् जस्तो, तर काङ्ग्रेस निकट भए पनि एमाले निकट भए पनि सबै मान्छेहरू चाहिँ एउटा आफ्नो मिनिमम क्वालिफिकेसन चाहिँ पुगेकै मानिन्छ है। कसको राडारमा को भनेको छ काङ्ग्रेसको कोटामा सूचीमा रविन्द्र पाण्डे, ज्ञानेन्द्र ढुङ्गाना, गुणाकर भट्ट, राजेन्द्र छेत्रीको नाम भनेको छ। अब गुणाकर भट्ट भनेको चाहिँ राष्ट्र ब्याङ्ककै प्रवक्ता थिए पहिला। ज्ञानेन्द्र ढुङ्गाना राष्ट्र ब्याङ्ककै कर्मचारी हुन्, पछि नेभल ब्याङ्कमा गएकै थिए। रविन्द्र पाण्डे भनेको को थाहा छैन। राजेन्द्र छेत्री, अब राजेन्द्र छेत्री पनि थाहा छैन को है। हुन्छ, यीमध्ये पूर्व मुख्य सचिव राजेन्द्र किशोर छेत्री बलियो दावेदार देखिएका छन्। त्यसलाई पूर्व मुख्य सचिव राजेन्द्र छेत्री चाहिँ लागि उमेर हद हटाइएको चाहिँ चर्चा छ। 58 वर्ष उमेर हदको कारण 7 वर्ष अघि 2074 सालमै अवकाश पाएका थिए। पहिले अवकाश पाइसकेका छ भने अब सञ्चालक चाहिँ रविन्द्रनाथ पाण्डे पनि राष्ट्र ब्याङ्कका सञ्चालक रविन्द्रनाथ पाण्डे पनि 2068 सालमा राष्ट्र ब्याङ्कको कार्यकारी निर्देशकको अवकाश त पाएका छ। रविन्द्र पाण्डे भने नि पहिले 68 सालमै राष्ट्र ब्याङ्कको कार्यकारी निर्देशकबाट चाहिँ अवकाश पाइसकेकै रहेछन्। त्यो भनेको चाहिँ अब अवकाश पाइसकेको व्यक्ति त्यो भएर मापदण्ड संशोधन गरिएको रहेछ। अब अर्को चाहिँ राष्ट्र ब्याङ्कको कार्यकारी निर्देशक गुणाकर भट्टको नाम पनि देउबाको हातमा नाम पुगेको छ भनेको छ। एमाले निकट पनि छ अरू चाहिँ निलम ढुङ्गाना चाहिँ एमाले निकट रहेछ भने योजना आयोगका सदस्य प्रकाश कुमार श्रेष्ठ पनि छन्। निलम र प्रकाशले चाहिँ एमाले निकट रहेछन्। अब अरू 4 जना भनेको चाहिँ तपाईँको चाहिँ काङ्ग्रेस निकट रहेछन्। गुणाकर भट्ट भने चाहिँ काङ्ग्रेस निकट रहेछन्। ज्ञानेन्द्र ढुङ्गाना भने पनि विनोद चौधरी मार्फत लबिङमा लागेको चाहिँ चर्चा छ भनेको छ। काङ्ग्रेस निकटै भइहाल्ने। रविन्द्रनाथ पाण्डे भए र चाहिँ राजेन्द्र किशोर छेत्री पनि भए है। यो सबैजनाहरू चाहिँ खासमा एक हिसाबले अब यो 6 जनामध्ये 1 जना चाहिँ गभर्नर हुन्छ भन्ने कुराहरू हो। पहिलो महिला गभर्नर इतिहास रच्ने अवसरको रूपमा उनी ओली ढुङ्गानासँग सकारात्मक रहेको बताइन्छ। निलम ढुङ्गानाको चाहिँ कुरा भइहाल्यो। प्रकाश श्रेष्ठ पनि एमालेको क्याडर विज्ञ हुन्। राष्ट्र ब्याङ्कको निर्देशकबाट राजीनामा दिएका श्रेष्ठसँग अर्थ मन्त्रालयको सल्लाहकार लुम्बिनी प्रदेशको अनुभव समेत छ भनेको छ। यही नै भइहाल्यो है त। धन्यवाद।